Hey guys, Ram Ram. This is Saroj from Nepal. Welcome again to my channel. So after a long time, this is third day in gym. Today I'm gonna do leg exercise, full leg exercise. So this is first exercise as barbell squat, 3 set, 12 to 15 repetition. एन्ड जहिले पनि म फर्स्ट र सेकेन्ड सेट चाहिँ पुरा गरिसकेर होइन यो हेभी सेटको मात्रै भिडियो बनाइरहेको छु जहिले पनि, त्यही भएर लास्टको भिडियो मात्रै अपलोड हुन्छ यो। र सेकेन्ड एक्सर्साइज भनेको मेसिन लेग प्रेस, यसको पनि मैले फर्स्ट एक्सर्साइज चाहिँ फर्स्ट सेट चाहिँ पहिल्यै सकेको थिएँ र यसमा म दोस्रो सेट देखाइरहेको छु। यसमा हेभी सेट सुरुमा ज्यादा हेभी सेट नराख्नु होला, किनभने धेरै गाह्रो हुन्छ पछिको लागि। फेरि आफूले जति आफ्नो अकर्डिङ स्ट्रेन्थ अकर्डिङको वेट राखेर चाहिँ 12देखि 15 रेपिटेसन 3 सेटसम्म मजाले गर्न सक्नुभयो होइन। र सुरुदेखि नै म भन्दै आएको छु, जुनै पनि एक्सर्साइज गर्दाखेरि पहिला वार्मअप गरिसकेर चाहिँ आफ्नो जुन ब्याक लोवर ब्याक छ त्यहाँनिर एउटा सेफ्टी बेल्ट हुन्छ जिम गर्दाखेरि लाउने, त्यो सेफ्टी बेल्ट चाहिँ अलवेज लगाउनु होला होइन। किनभने कतिखेर के हुन्छ त्यसको केही पनि टुङ्गो हुँदैन। त्यही भएर जिममा एक्सर्साइज गर्दाखेरि जहिले पनि सेफ्टी बेल्टको युज गरेर मात्र वेटहरू लिफ्टिङ गर्ने काम, एक्सर्साइज गर्ने काम गर्नु होला। मैले लगाएको छु त्यहाँनिर सेफ्टी बेल्ट, त्यसरी नै हजुरहरूले पनि युज गर्नु होला। किनभने हेभी सेट हालेको बेला जतिखेर पनि लिगामेन्टहरू ड्यामेज हुनसक्छ, इन्जर हुनसक्छ। त्यही पनि हाम्रो ब्याक भनेको त इम्पोर्टेन्ट मसल पनि हो, त्यही भएर पहिला हामी किनभने जिममा आएको भनेको बडी बनाउनु हो, बडी बिगार्नको लागि होइन। त्यही भएर पहिला आफ्नो सेफ्टी लाजिम राख्नु पऱ्यो है त। र दोस्रो एक्सर्साइज, दोस्रो लेगको एक्सर्साइज सकेपछि हामी तेस्रो एक्सर्साइजतिर जान्छौँ। तेस्रो एक्सर्साइज भनेको लेग एक्सटेन्सन हो। यसमा पनि आफूले चाहिँ हेभी सेट सुरुमा जहिले पनि गर्दाखेरि पहिलो भनेको वार्मअप सेटलाई राख्नु होला। पहिलो सेट वार्मअप सेट ज्यादा रेपिटेसन नगर्दा नि हुन्छ, 10देखि 12 रेपिटेसन गरेपछि अनि अरू 2 र 3 सेट चाहिँ हेभी गर्न सक्यो। किनभने सुरुमै तपाईँले ज्यादा रेपिटेसन निकाल्नु भयो भने एनर्जी जति भयो सबै त्यसमै लस हुन्छ हो। त्यही भएर पहिलो सेट वार्मअप एज अ वार्मअप गरेर दोस्रो तेस्रो सेट यानि चौथो सेट पनि चाहिँ पुरै हेभी, जति सक्दो आफूले हेभी गर्न सक्यो त्यति फर्म नबिगारिकन हेभी गर्न सक्यो है त। त्यो 12देखि 15 रेपिटेसन 3 सेट मजाले। र त्यसपछि चौथो एक्सर्साइज भनेको हाम्रो ह्यामस्ट्रिङ र ग्लुट्सको लागि हो। यसमा चाहिँ ह्यामस्ट्रिङ कर्ल भन्छ यसलाई चाहिँ। यसमा पनि 3 सेट तपाईँको 15देखि 20 रेपिटेसन मजाले गर्न सक्यो। सुरुमा चाहिँ यो वार्मअप सेट राख्ने, त्यसपछि दोस्रो तेस्रो चौथो सेट भनेको हेभी, जति हामीले हेभी तान्न सक्यो त्यति राम्रो हो। आफ्नो कमरलाई चाहिँ जहिले पनि तल बेन्चमा सपोर्ट गरेर राख्नु होला है, सपोर्टले गर्नु होला। यसरी जुन मैले बेल्ट लगाएको छु त्यो बेल्ट युज चाहिँ लाजिम गर्नु है त। हाम्रो लेग मसल भनेको चाहिँ तपाईँको शरीरको 50% बडी पार्ट्स नै भएको कारणले, बिग मसल भएको कारणले यसलाई चाहिँ ज्यादा ट्रेन गर्नु जरुरत छ होइन। हरेक भेरिएसन एक्सर्साइज भेरिएसनमा गर्नु जरुरी छ। र यस एक्सर्साइज सकेपछि पाँचौँ एक्सर्साइज भनेको तपाईँको काल्भको लागि हुनेछ। काल्भ रेज भनिन्छ यसलाई चाहिँ। यसलाई पनि तपाईँले 3देखि 4 सेटसम्म सुरुको सेट वार्मअप एज अ 10देखि 12 रेपिटेसन गरेर, र तेस्रो र चौथो सेट चाहिँ हेभी आफूले जतिसम्म यानि कि 12सम्म 10-12 रेपिटेसनसम्म निस्किन सकोस् त्योसम्मको हेभी गर्न सक्यो। मजाले चाहिँ आफ्नो
ब्याकलाई स्ट्रेट राखेर जति पनि थाइले नउठाउने यसमा चाहिँ वेट लिफ्ट गर्दाखेरि थाइले लिफ्ट गर्ने होइन, तल जुन हाम्रो फिट मसल हुन्छ फिटले लिफ्ट गरेर चाहिँ काबलाई प्रेसर गर्नु पऱ्यो होइन, फोकस जति काबमा हुनु पऱ्यो। र छैटौँ यानि कि लास्ट एक्सर्साइज लेगमा रहेको छ, काल्फकै लागि रहेको छ स्ट्यान्डिङ बारबेल काल्फ रेज होइन। यसमा पनि तपाईँले 2 सेट नत्र 3 सेट किनभने काल्फ अलरेडी गरिसकेको हुन्छ, सिटेड काल्फ रेज गरिसकेको हुन्छ, त्यही भएर स्ट्यान्डिङ काल्फ रेज एज अ सपोर्ट होस् भनेर, भेरिएसन होस् भनेर मात्रै हो। 2 सेट मजाले चाहिँ 12 देखि 15 रेपिटेसन गर्न सक्यो भने धेरै राम्रो। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो गाइज। फलो फर मोर, किप सपोर्ट, किप लभ, ह्याभ अ गुड डे, टेक केयर, बाई।